इतिहासमा युद्धका कारण देशहरू परिवर्तन भएका छन्, क्रान्तिका कारण सरकारहरू ढलेका छन् र शक्तिशाली नेताहरूको कारण विश्वको राजनीति बदलिएको छ। तर कहिलेकाहीँ एउटा व्यक्तिले पनि देशहरूलाई सोच्न बाध्य बनाउँछ। उनीसँग कुनै सेना छैन, उनी कुनै देशका राष्ट्रपति होइनन्, उनी कुनै देशका प्रधानमन्त्री पनि होइनन्, उनीसँग कुनै आणविक हतियार पनि छैन। तर आज पनि उनी कहाँ जान्छन्, कसलाई भेट्छन् र कुन देशले उनलाई स्वागत गर्छ, यी सबै कुरा केही शक्तिशाली देशहरूले गम्भीरतापूर्वक हेर्ने गरेका छन्। किन? आखिर एउटा धर्मगुरु विश्व राजनीतिमा यति ठुलो विषय कसरी बने? अब एउटा कल्पना गरौँ। भोलि बिहान नेपाल सरकारले एउटा निर्णय गर्छ र केही घण्टामै बेजिङ, नयाँ दिल्ली र वासिङटनमा त्यसकै चर्चा सुरु हुन्छ। के चीनले त्यसलाई सामान्य निर्णय मान्ला? भारतले के सोच्ला? अमेरिकाले किन चासो देखाउन सक्छ? र सबैभन्दा ठुलो प्रश्न, एउटा व्यक्तिको बसोबास किन तीन शक्तिशाली देशहरूको रणनीतिक विषय बन्न सक्छ? यदि दलाई लामा नेपालमा बस्न थाले भने के हुन सक्छ? यो कुनै वास्तविक घटना होइन, यो एउटा सम्भावित परिस्थितिको विश्लेषण हो। तर यसमा गरिने विश्लेषण इतिहास, कूटनीति र सार्वजनिक रूपमा उपलब्ध हुने तथ्यहरूको आधारमा हुनेछ। आज संसारका शक्तिशाली देशहरूले दलाई लामालाई किन यति गम्भीर रूपमा लिन्छन् भन्ने कुरा बुझ्न हामीले नेपालबाट होइन, तिब्बतबाट सुरु गर्नुपर्छ। आज हामी तिब्बतलाई चीनको एउटा स्वायत्त क्षेत्रको रूपमा चिन्छौँ, तर धेरै दशक अघि अवस्था फरक थियो। हिमालय पारी फैलिएको विशाल भूभाग जहाँ बौद्ध धर्म, मतहरू र आफ्नै शासन व्यवस्था थियो र त्यही समाजको आध्यात्मिक र राजनीतिक नेतृत्व गर्थे दलाई लामा। त्यसैले दलाई लामा केवल धर्मगुरु थिएनन्, उनी तिब्बतको राजनीतिक नेतृत्वको पनि प्रतीक थिए। सन् 1950 मा एउटा ठुलो परिवर्तन भयो। चिनिया जनमुक्ति सेनाले तिब्बतमा प्रवेश गर्यो। बेजिङले यसलाई आफ्नो सार्वभौम सत्ताको पुनर्स्थापना भन्यो, तर धेरै तिब्बतीहरूले यसलाई आफ्नो स्वतन्त्रता समाप्त भएको क्षणको रूपमा हेरे। त्यसपछि तिब्बतमा तनाव बढ्दै गयो। अन्ततः सन् 1959 ल्हासामा विद्रोह भयो। दलाई लामाले तिब्बत छोड्ने निर्णय गरे र हजारौं अनुयायीसँग उनी हिमालय पार गरेर भारत पुगे। भारतले उनलाई शरण दियो। त्यही एउटा निर्णयले आजसम्म अन्तर्राष्ट्रिय राजनीतिमा प्रभाव पारिरहेको छ, किनकि चीनका लागि दलाई लामा केवल निर्वाचित धर्मगुरु होइनन्, उनी तिब्बतसँग जोडिएको संवेदनशील राजनीतिक प्रश्न पनि हुन्। तर यहाँ एउटा अर्को प्रश्न उठ्छ। यदि दलाई लामा दशकौंदेखि भारतमा छन् भने नेपालको नाम किन जोडियो? आखिर नेपालले गरेको एउटा निर्णय भारतले गरेको उही निर्णय भन्दा किन फरक अर्थ राख्न सक्छ? सन् 1959 देखि दलाई लामा भारतमै बसिरहेका छन् र आजसम्म पनि उनी भारतबाटै आफ्नो धार्मिक गतिविधि सञ्चालन गरिरहेका छन्। यदि भारतले उनलाई शरण दिन सक्छ भने
नेपालले दिए के फरक पर्छ? पहिलो नजरमा यो प्रश्नको उत्तर केही फरक पर्दैन जस्तो लाग्न सक्छ, तर भूगोलले कहिलेकाहीँ एउटै निर्णयको अर्थ बदलिदिन्छ। नेपाल र तिब्बत बीच करिब 1400 किलोमिटर लामो हिमाली सिमाना छ र यही सिमानाले नेपाललाई चीनसँग प्रत्यक्ष जोड्छ। चीनका लागि यो केवल एउटा अन्तर्राष्ट्रिय सिमाना होइन, यो तिब्बतको सुरक्षासँग जोडिएको संवेदनशील क्षेत्र हो। बेजिङको दृष्टिकोणमा तिब्बतसँग सम्बन्धित कुनै पनि राजनीतिक गतिविधि सिमाना पारी फैलियो भने त्यसले भविष्यमा अस्थिरता बढाउन सक्छ। यही कारणले चीनले वर्षौंदेखि आफ्ना छिमेकी देशहरूसँग एउटा स्पष्ट अपेक्षा राख्दै आएको छ, तिब्बत विरुद्ध राजनीतिक गतिविधि हुन नदिनु। नेपालले पनि लामो समयदेखि एक चीन नीतिलाई समर्थन गर्दै आएको छ, अर्थात् नेपालको भूमिबाट चीन विरुद्ध कुनै राजनीतिक गतिविधि हुन नदिने प्रतिबद्धता। अब फेरि सुरुकै प्रश्नमा फर्कौं। यदि नेपालले दलाई लामालाई थाई रूपमा बस्न दियो भने के चीनले त्यसलाई केवल मानवीय निर्णयको रूपमा हेर्ला वा त्यसको अर्थ अझ धेरै ठुलो निकाल्ला? तर यहाँ अर्को रोचक कुरा छ। यो विषय चीन र नेपाल बीचको सम्बन्धमा मात्रै सीमित छैन, किनकि भारत र अमेरिकाले पनि यो घटनालाई चीन भन्दा फरक दृष्टिले हेर्न सक्छन्। अब प्रश्न यो हो, यदि यस्तो भयो भने भारतले के गर्छ र अमेरिकाले किन चासो देखाउन सक्छ? यदि नेपालले दलाई लामालाई थाई रूपमा बस्न दियो भने चीनको प्रतिक्रिया किन संवेदनशील हुन सक्छ भन्ने हामीले बुझ्यौं। अब प्रश्न छ, भारत र अमेरिकाले यसलाई कसरी हेर्न सक्छन्? भारतका लागि यो विषय नयाँ होइन। दलाई लामा करिब 7 दशकदेखि भारतमै बसिरहेका छन्, तर भारतले सधैँ एउटा सन्तुलन कायम गर्ने प्रयास गरेको देखिन्छ। एकातिर भारतले दलाई लामालाई शरण दिएको छ, अर्कोतिर चीनसँगको सम्बन्धलाई अनावश्यक रूपमा तनावपूर्ण नबनाउने प्रयास पनि गरिरहेको छ। यदि नेपालले पनि त्यही निर्णय गर्यो भने भारतले त्यसलाई चासोका साथ हेर्न सक्छ, किनकि नेपालको कुनै पनि निर्णयले हिमालय क्षेत्रको कूटनीतिक सन्तुलनलाई असर गर्न सक्छ। अमेरिकाको दृष्टिकोण केही फरक हुन सक्छ। वर्षौंदेखि अमेरिकी नेताहरूले धार्मिक स्वतन्त्रता, मानव अधिकार र तिब्बती समुदायको विषयमा सार्वजनिक रूपमा चासो व्यक्त गर्दै आएका छन्। यसको अर्थ अमेरिका नेपाललाई यस्तो निर्णय गर्न प्रेरित गर्छ भन्ने होइन, तर यदि यस्तो भयो भने वाशिंटनले मानव अधिकार र धार्मिक स्वतन्त्रताको सन्दर्भबाट हेर्न सक्छ। त्यसैले एउटै घटना तर 3 फरक दृष्टिकोण। चीनले सुरक्षाको दृष्टिले हेर्न सक्छ, भारतले क्षेत्रीय सन्तुलनको दृष्टिले, अमेरिकाले मानव अधिकार र कूटनीतिक दृष्टिले हेर्न सक्छ। र यही कारणले नेपालको एउटा निर्णय नेपालभित्र मात्रै सीमित रहँदैन। तर यी सबैभन्दा ठुलो प्रश्न अझै बाँकी छ। यदि यस्तो निर्णयले 3 शक्तिशाली देशहरूको ध्यान तान्न सक्छ भने नेपालले के गर्नु पर्छ? कुन बाटो नेपालका लागि सबैभन्दा बुद्धिमानी हुनेछ? अब एकपटक फेरि सुरुमै सोधेको प्रश्नमा फर्कौं।
यदि दलाई लामा नेपालमा बस्न थाले भने के हुन सक्छ? सायद नेपालले कुनै युद्ध देख्ने छैन, न त विश्वको शक्ति सन्तुलन एकै रातमा बदलिन सक्छ। तर एउटा कुरा भने निश्चित छ, नेपाल अचानक चीन, भारत र अमेरिकाको कूटनीतिक केन्द्र बन्न सक्छ, किनकि यो कथा कुनै एक धर्मगुरुको मात्रै कथा होइन। यो तिब्बतको इतिहासको कथा हो, चीनको सुरक्षा चिन्ताको कथा हो, भारतको हिमालय रणनीतिको कथा हो र विश्वका शक्तिहरूले एउटै घटनालाई कसरी फरक फरक दृष्टिले हेर्छन् भन्ने कथा हो। यही कारणले नेपाल जस्तो सानो देशले गर्ने हरेक संवेदनशील निर्णय आफ्ना सीमाभित्र मात्रै सीमित रहँदैन। कहिलेकाहीँ त्यसको प्रभाव हिमालय पारीसम्म पुग्न सक्छ र सायद आजको भिडियोले दिएको सबैभन्दा ठुलो उत्तर यही हो। विश्व राजनीतिमा कुनै पनि निर्णयको महत्त्व त्यसको आकारले होइन, त्यसले छुने हितले निर्धारण गर्छ। अब तपाईको विचार के छ? यदि नेपालले यस्तो निर्णय गर्यो भने सबैभन्दा ठुलो चुनौती के होला?